उसलाई सम्झाइदिनुहोस् आम्दानीको ताला लगाऊ भनेर। यो आम्दानीको ताला लगाऊ भनेर तपाईँले सम्झाउनु भएको तपाईँको व्यवसाय मात्र होइन, तपाईँ जीवन बिमा अधिकर्ताका रूपमा त्यो कमिसन नाफा कमाउनका निमित्त मात्र भन्ने होइन, त्यो तपाईँको छिमेकीको धर्म हो, तपाईँको त्यो आफन्तको धर्म हो, तपाईँको त्यो मानवीय धर्म हो। तपाईँको छिमेकमा तपाईँको छिमेकीले कुनै दिन ढोकामा ताला लगाउन बिर्सिएर गएको तपाईँले देख्नुभयो भने त्यो छिमेकीलाई फोन गरेर सम्झाइदिनुहुन्छ कि हुन्न, तिमीले ढोकामा ताला लगाउन बिर्सेछौ भनेर। कि एकछिन सोच्नुहुन्छ यसले 1000 रुपियाँ दिन्छ भने भन्छु न, तर किन भन्छु हो, त्यो किन गरेको? त्यो तपाईँले आफ्नो छिमेकीको धर्म निभाएको, मानवीयताको धर्म निभाएको। अब तपाईँले त्यो छिमेकीको आम्दानीको ताला चाहिँ लगाउन बिर्सेको छ, सम्झाउनु भएको छ मैले। अहिले चोरले त टिभी चोरेर लगा, भोलि त्यो चोरले आम्दानी पनि चोरेर लान्छ, त्यसलाई यमराज भन्छ। सम्झाउनु भएको छ, त्यो मानवीय धर्म तपाईँले बिर्सिरहनु भएको छ। तपाईँ बिमा क्षेत्रमा यो विज्ञान जानेको मान्छे, तपाईँका दिदीबहिनीहरू होलान्, तपाईँका दाजुभाइहरू होलान्, तपाईँका छिमेकीहरू होलान्, सोच्नुहोस् त एकैछिन, तपाईँको बहिनी छ, त्यो बहिनी साना साना छोराछोरी छन्, त्यसलाई आम्दानीको ताला लगाउनु पर्छ भनेर तपाईँले थाहा छैन, कुन घमण्डका लागि तपाईँले उसलाई सम्झाइदिनु भएको छैन। यदि त्यो बहिनी यो धरतीमा रहेन भने ती बहिनीका छोराछोरीले कमाउने आमा र माया गर्ने आमा एकैचोटि गुमाउँछन्। त्यतिखेर हरेक दिन त्यसपछि ती छोराछोरी हुर्किँदै गर्दा तपाईँको मन हरेक दिन पोल्छ, म किन मौन बसेछु, त्यो बहिनीलाई एकचोटि सम्झाइदिए गए हुन्थ्यो, त्यसको आम्दानी थियो, आम्दानीको ताला लगाउनु पर्छ भनेर मैले बुझाइदिएको भए यो मन तपाईँको हरेक दिन पोल्छ, किनभने तपाईँले मानवीय धर्म बिर्सिनु भएको छैन हो। त्यस कारणले गर्दाखेरि तपाईँले आम्दानीको ताला लगाउन सिक्ने भनेको यो व्यवसाय आफ्नो ठाउँमा छ, तर यो तपाईँको मानवीय धर्म पनि हो। लेखेर राख्नुहोला, तपाईँको छिमेकमा तपाईँको आफन्तमा कोहीलाई पनि यस्तो नपरोस्, तर भवितव्य यस्तो भइहाल्यो भने तपाईँको मन चाहिँ नपरोस्, आफ्नो ममताका लागि ख्याल गर्नुहोस्। त्यस कारण नेपोलियन बोनापार्टले भनेका छन् यो संसारमा दुःखको कारण भनेको खराब व्यक्तिहरूको हिंसाका कारणले मात्र होइन, असल व्यक्तिहरूको ममताका कारणले पनि हुन्छ हो। यो तपाईँ हामीमा पनि लागु हुन्छ। तपाईँ यस्तो यो ज्ञान थालिसकेको मान्छे हो जसले तपाईँको ममताका कारण कुनै बालबालिकाले जिन्दगीभर दुःख पाउन सक्छ, त्यसको भागीदार कुनै न कुनै हिसाबबाट तपाईँ हामी पनि बन्छ हो। यो बिमा भनेको अरू केही पनि होइन, आम्दानीको ताला। म हरेक तालिममा भन्ने गर्छु, म फेरि पुराना साथीहरूलाई स्मरण हुने गरी नयाँ साथीहरूलाई एउटा कुरा बताइदिउँ कि तपाईँ हाम्रा दाजुभाइ दिदीबहिनीहरू कोही अस्ट्रेलिया, कोही अमेरिका, कोही क्यानाडा पैसाका लागि गएका होइनन्। झट्ट सुन्दा झट्ट यस्तो सोच्दा पैसाका लागि गएका हुन् जस्तो लाग्छ, होइन। ख्याल गर्नुहोला, किनकि अस्ट्रेलियाले भिसा यसरी दिँदैन कि तपाईँ अस्ट्रेलियाको भिसा अफिसरको अगाडि जानुभयो अनि मैले राम्रैसँग ब्याचलर मास्टर पढेँ, राम्रैसँग गरेको छु, तर यो देशमा रोजगारीको अवसर छैन, लगानी गरेर व्यापार गर्ने मेरो हैसियत छैन, तेरो देशमा अवसर छ, भिसा दिन प्लिज, दिन्छ दिँदैन, तपाईँले त्यो दिलाउनुपर्छ। त्यो अस्ट्रेलियाको भिसा अफिसरको अगाडि गएर ए चिनिजको मसँग गमकमा 4 तलाको 2टा घर छ, 50 लाखको ब्याङ्क ब्यालेन्स छ, 3 लाखको आम्दानी छ मेरो परिवारको, भिसा दे भन्दा उसले दिँदैन। उसले के भन्छ, यसका गफ त जुन नेपालीले दिन्छ त्यहाँ डकुमेन्ट लिएर आइज भनेर। अनि तपाईँ हामी हतार हतार डकुमेन्ट बनाउँछौँ, प्रोपर्टी भ्यालुएसन, ब्याङ्क स्टेटमेन्ट, इन्कम स्टेटमेन्ट, अनि बनाएर उता दिन्छौँ। उसले पठाउँदै हेर्छ, ए हो रहेछ तेरो 50 लाखको ब्याङ्क ब्यालेन्स रहेछ, 3 लाखको मासिक आम्दानी रहेछ, 4 तलाको 2टा घर रहेछ, आफ्नै घरमा बस्दो रहेछस्, अब आइज मेरो अस्ट्रेलियामा भाडामा बस्न, भाडा माझ्न र गरिब हुन भनेर ल्याइदिने साथलाई भिसा भनिन्छ। ख्याल गर्नुहोला, ऊ यहाँको धनी मान्छे हो, त्यहाँ गरिब हुनका लागि गएको हो, जग्गा र सम्पत्ति यहाँ छ, त्यहाँ सुकुम्बासी हुनका लागि गएको हो। ख्याल गर्नुहोला, र ऊ त्यहाँ पुगिसकेपछि उसले महसुस गर्छ मान्छेपछि सम्पत्ति र लाल पूजाले हुँदैन रहेछ भनेर। त्यसपछि तपाईँ जतिसुकै कल गर्नुहोस्, यहाँ सम्पत्ति हेर्ने कोही भएन भनेर उसले भन्छ, ए छोड्देऊ तिम्रो लाल पूजा, तिमी नै राख, त्यो खुसीको स्रोत होइन, म यहाँ खुसीको स्रोत पुरेर बसेको छु, जसलाई त्यो देशको नागरिकता भनिन्छ। त्यो देशको नागरिकता पाए पश्चात तपाईँलाई त्यहाँ उसले महसुस गर्छ मान्छेपछि सम्पत्तिले हुँदैन रहेछ, मान्छेपछि आम्दानी र त्यसको व्यवस्थापनको तालाले हुँदो रहेछ भन्ने महसुस गर्छ। त्यस कारण ऊ लाल पूजा सम्झेर यहाँ फर्किन चाहँदैन। वास्तवमै मान्छेपछि सम्पत्तिले हुँदैन, ख्याल गर्नुहोला। र त्यो देशमा आम्दानी र त्यसको ताला व्यवस्थापन गर्न सिकाइएको देश हो, खुसीको स्रोत हो। सम्पत्तिले खुसी हुँदैन। म तपाईँलाई बताइयो, कोही हुनुहुन्छ यहाँ बिहान उठ्ने बित्तिकै इन्सिडेन्ट लिएर घरको आँगनमा आउने अनि
यसरी नाप्ने। हिजो 6 आना जग्गा आज पनि 6 आना, आहा क्या खुसी जिन्दगीमा हरेक दिन घरबाट बाहिर निस्किने। हेर्नुहोस्, यो 25-30 हजार दिनको जिन्दगीमा धेरै दिन त यो जिन्दगीको भागमा तपाईँलाई यादसम्म पनि हुँदैन कति सम्पत्ति भनेर हिसाब गर्ने। सम्पत्ति भनेको जहिले पनि भोलिको खुसी हो, आजको होइन। हजुरबालाई सोध्नु भएन थाहा छैन, हजुरबा सम्पत्ति किन जोडेको? भोलि काम लाग्छ। धेरै हजुरबाको भोलि आएन, बितेर गइसक्यो। त्यहीमा सम्पत्ति बाले अलिकति थप्दै गर्दा किन थपेको? भोलि काम लाग्छ। धेरै भएको भोलि आउँदैन, बितेर काम हुन्छ। सम्पत्ति आजको होइन, भोलिको खुसी। ठिकै हुनुहुन्छ। आज बिहानै उठेर कपी कलम र क्यालकुलेटर लिएर मेरो 6 आना जग्गा, आनाको 20 लाख, 1 करोड 20 लाख, आहा क्या खुसी जिन्दगीमा आज खुसी हुनुभएको गएको छ। आज पनि बेचिनु पर्छ मेरो सम्पत्तिबाट खुसी लिनका लागि। सबैले खुसी हो। आजको खुसी तपाईँको आजको सम्पत्तिले होइन, आजको आम्दानी भएको छ। यो हलमा जो जति पनि ठिकठाक गोजीमा पैसा भएर हिँडिरहनु भएको छ, उहाँ आज यो कार्यक्रम पश्चात घर ठिकठाक खुसी हुँदै पुग्नुहुन्छ। जसको गोजी दुःखको छ नि, यस्तो पनि जिन्दगी एक कप चिया खाने पैसा छैन, लोको हिँड्नु परेको छ। आजको खुसी तपाईँको आजको सम्पत्तिले होइन, आजको आम्दानी भएको छ। त्यही कुरा तपाईँ हाम्रा दाजुभाइ दिदीबहिनी जो अस्ट्रेलियामा छन् उनीहरूले बुझ्छन् र उनीहरूले यो कुरा बुझ्छन् कि देशमा खुसी हुनका लागि सम्पत्ति चाहिँदैन। अस्ट्रेलियामा सुकुम्बासी भए पनि कुनै रोग लाग्यो भने कुन आना जग्गा बेचेर, कुन कट्ठा जग्गा बेचेर उपचार गर्ने भन्ने त्यो चिन्ता गरिरहनु पर्दैन। त्यहाँ हरेक रोगहरूको यही आम्दानीको ताला लगाइएको हुन्छ, बिमा गरिएको हुन्छ। त्यहाँनिर तपाईँ सुतिरहेको ओछ्यानबाट उठ्नु भएन भने तपाईँका छोराछोरीलाई कसले पढाइदिएला भन्ने चिन्ता गर्नु पर्दैन। त्यहाँ छोराछोरीको शिक्षाको बिमा उनीहरूको नैसर्गिक अधिकार हुन्छ र त्यो शिक्षाको बिमाले पुऱ्याइदिन्छ। तपाईँ सुतिरहेको ओछ्यानबाट उठ्नु भएन भने तपाईँ हामी जस्तो यहाँ दम्ब राख्न पाइँदैन, हिसाब किताब गर्न पाइँदैन। मेरो छोरीको बिमा गर्दा फाइदा हुन्छ कि सेयरमा हाल्दा फाइदा हुन्छ, ब्याङ्कमा राख्दा फाइदा हुन्छ, जग्गा किन्दा फाइदा हुन्छ, सुन किन्दा फाइदा हुन्छ भनेर हिसाब किताब त्यो देशमा गर्न पाइँदैन। त्यो उनीहरूको नैसर्गिक अधिकार। यो 21औं शताब्दीमा पनि तपाईँ हामी हाम्रा छोराछोरीको नैसर्गिक अधिकार त्यसरी खोजिरहेका छौँ। जसरी तपाईँ हाम्रा हजुरबाहरूले हाम्रा आमाहरूको शिक्षा पढ्न पाउने नैसर्गिक अधिकार खोजेका थिए। हाम्रा धेरै आमाहरूले पढ्न पाएनन्, भएको थियो हाम्रा हजुरबाहरूले यसरी नै हिसाब किताब गरेर धेरै छोरी पढाउँदा फाइदा हुन्छ कि जग्गा किन्दा फाइदा हुन्छ, सुन किन्दा फाइदा हुन्छ। धेरै हजुरबाको हिसाब किताबले के देखाइदियो? छोरी पढाउनुभन्दा जग्गा किन्नु फाइदा हुन्छ भनेर देखाइदियो। तपाईँ हाम्रा धेरै आमाहरूले पढ्न पाएनन्। हजुरलाई एउटा आमाको देखाइदिन सक्नुहुन्छ जसले हिम्मत गर्न सक्छ छोरी पढाउँदा फाइदा हुन्छ कि ब्याङ्कमा गएर फाइदा हुन्छ भनेर हिसाब गर्ने, छोरी पढाउँदा फाइदा हुन्छ कि सेयर किन्दा फाइदा हुन्छ भनेर हिसाब गर्ने, छोरी पढाउँदा फाइदा हुन्छ कि जग्गा किन्दा फाइदा हुन्छ भनेर हिसाब गर्ने, छोरी पढाउँदा फाइदा हुन्छ कि सुन किन्दा फाइदा हुन्छ। एकजना देखाइदिन सक्नुहुन्छ जसले हिम्मत गर्छ? सकिँदैन। किनकि आजको समाजमा हामीले बुझ्यौँ शिक्षा बेहिसाब कुरा हो, यहाँ हिसाब किताब गर्न पाइँदैन। र नाफाको घाटा हिसाब गर्नुहुन्छ भने त बिमामा मात्र होइन, जीवन बिमा र शिक्षाको बिमामा मात्र होइन, अहिले पनि शिक्षामा पनि छोरीलाई पढाउँदा घाटा हुन्छ। या छोरीको आमा अथवा बुवा कोही हुनुहुन्छ भने यहाँ अगाडि आउनुहोस्, म बाँकीलाई साँची राखेर अहिले तपाईँलाई प्रमाणित गरेर देखाइदिन्छु। तर तपाईँले गर्नुपर्छ के भने आफ्नो छोरीलाई घरमै राख्नुहोस्। छोरीलाई पढाउने स्कुल फी, स्कुलका ड्रेस, किताब कलम, पिकनिक जाने सम्पूर्ण शिक्षा सम्बन्धी खर्चहरूलाई जम्मा गर्दै ब्याङ्कमा राखेर डबल गर्दै जानुहोस्। छोरी 25-30 वर्ष हुँदा तपाईँ हामी सबै करोडपति हुन्छौँ। अनि त्यसपछि छोरी 30 वर्षको भएपछि एउटा सानो 25-30 लाखको गाडी आफू किन्नुहोस्, एउटा सानो 25-30 लाखको गाडी छोरीलाई किनिदिनुहोस्, अनि 25-30 लाख रुपियाँ छोरीलाई लाख कुनै व्यवसाय गरेर खा भनेर हातमा राखिदिनुहोस्। फाइदा त्यहाँनिर छ। पढेर जाने पाइन्छ भन्ने ग्यारेन्टी छ? हिसाब किताब गर्नुहोस् त अहिले पनि क्यालकुलेटरले छोरीलाई घरमै राख, त्यो पैसा पढाउने पैसा ब्याङ्कमा राखी सेयर किनिस् भने फाइदा हुन्छ भनेर क्यालकुलेटरले अहिले पनि गरिदिन्छ। तर क्यालकुलेटरलाई सोध्न सक्नु पाइँदैन, किनकि त्यो शिक्षा छोराछोरीको नैसर्गिक अधिकार। तर हिसाब किताब गर्न पाइँदैन। हाम्रो हजुरबाले शिक्षामा त्यो गल्ती गरेका छन्। तपाईँ हाम्रो पुस्ताले शिक्षाको बिमामा त्यही गल्ती गरिरहेका छन्। अहिले पनि हाम्रा हजारौँ हजार लाखौँ